शासन लागू गर हत्यारालाई फाँसी दे हत्यारालाई फाँसी दे महिला अधिकार सुनिश्चित कर बाल अधिकार सुनिश्चित कर हत्यारालाई फाँसी दे शासन लागू गर बालबालिका मार्न पाइँदैन बालबालिका मार्न पाइँदैन महिला अधिकार सुनिश्चित कर हत्यारालाई फाँसी दे बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे। यो जुन अहिले हजुरले यो गर्नुभयो के को लागि गर्नुभयो? हामीले चाहिँ यो अस्ति सुर्खेतमा मारिएकी हाम्री बालिका छोरी हाम्री छोरी इनिसा विकको चाहिँ बलात्कारपछि हत्या भएको छ। उहाँलाई चाहिँ हामीले सरकारलाई सुझाव पनि दबाब पनि दिइरहेका छौँ। देशव्यापी हो हाम्रो यो चाहिँ कुनै सङ्घ संस्थाको आयोजनामा होइन, नागरिक समाज सबैतिरका नागरिक समाज उठेर हाम्रो छोरी मार्न पाइँदैन, महिला हिंसा गर्न पाइँदैन भन्ने चाहिँ हामीले एउटा दबाब। जस्तो अहिलेसम्म धेरै त्यस्ता बलात्कारका केसहरू चाहिँ अपराधी पत्ता नलागेको अवस्था छ, तपाईहरूले सरकारलाई के भन्न चाहनुहुन्छ? अब यो अहिले त नयाँ सरकार पनि गठन हुँदैछ, बहुमतको सरकार छ होइन, के भन्न चाहनुहुन्छ? अहिले अब हामीलाई एकदमै आशा पनि छ, अहिले नयाँ जेएनजीको सरकार बन्न आँटेको छ। यो सरकारले चाहिँ जति पनि हाम्रा छोरी चेली बलात्कृत भए हत्या भएका छन्, अब चाहिँ हिजो अस्ति जे भए पनि अबका दिनमा चाहिँ कानुन दह्रो बन्छ होला, नेपालमा पनि फाँसीको चाहिँ सजाय ल्याउँछ होला कानुन। यो अहिलेको कानुनले भन्ने हामी एकदमै विश्वस्त छौँ र त्यही कानुनलाई घचघच्याउँदै भनेर हामी ठाउँ आफ्ना ठाउँबाट सबैतिरबाट चाहिँ एकदम लागि परेर उहाँ सरकारलाई दबाब नै दिनलाई हामी यति गरिरहेका छौँ। हामीले चाहिँ अहिले सरकारलाई दबाब यस कारण दिएको हो कि अहिले जति पनि हामीले सरकारले न्याय दिन्छ, नागरिकहरूलाई राष्ट्रलाई निकास दिन्छ र देशमा चाहिँ राम्रो कानुन बन्छ, हामीले सुख शान्ति अमन चयन र शान्ति सुरक्षाको आवाज गर्न पाउँछौँ कि भन्ने हिसाबले सरकारलाई अहिलेसम्म हामीले पुरिरहेको। खासै भन्नुपर्दा साँच्चै नै हामीले भोट नै त्यही कारणले हालिरहेको हो। तर सरकारले चाहिँ अहिलेसम्म हामी जनतालाई चाहिँ कटपुतली जस्तो बनाएर आफ्नै मात्रै सुरक्षा कताबाट हुन्छ, आफ्नै मात्र पक्षमा कानुन कसरी बोल्छ भन्ने हिसाबले कानुनहरू बनाउनु भएको छ। अबका नेताहरूलाई चाहिँ यो हाम्रो खबरदारी चाहिँ आफ्नो मात्रै शान्ति सुरक्षा र आफ्नो मात्रै बचावटका लागि कानुन नबनिकन देशमा रहेका हरेक जुनसुकै वर्गका जनताहरूलाई आम नागरिकहरूलाई चाहिँ सुरक्षाको अनुभूति गर्न सकियोस्, अमन चयनको अनुभूति गर्न सकियोस् भन्ने कानुन चाहिँ राज्यले बनाइदियोस् भन्ने कारणले चाहिँ हामी आज आफ्नो ठाउँबाट घटाइरहेका छौँ। कुनै पनि छोरी चेलीहरूले कुनै पनि ठाउँमा जाँदाखेरि आफ्नो ठाउँमा जाँदाखेरि हाम्रा छोरी चेलीहरू सुरक्षित जाउन् र जसरी हाम्रो घरको सङ्घारलाई टेकेर गएका छन् त्यसै गरी त्यो सङ्घारलाई टेकेर फेरि घरमा आउन सक्ने वातावरण चाहिँ अबको सरकारले बनाइदियोस् भन्ने हाम्रो चाहना छ। कुनै पनि छोरी चेलीहरूले आफ्नो सपनाहरूलाई र आमा बुवाहरूले आफ्नो त्यो उमेरका छोराछोरीहरूलाई जलाइरहँदाखेरि छोराछोरी मात्र जलेका हुँदैनन्, त्यहाँ आमा बुवाको र त्यो छोरीको सपना धुवासँगै जलेर उडिरहेको हुन्छ। त्यसलाई चाहिँ अब सरकारले सपनालाई सपना नै साकार पार्ने हिसाबले चाहिँ यो देशमा अबको कानुन बनाइदियोस्। 50% महिलालाई दिएको हक अधिकारले मात्र भएन, त्यो 50% हक र अधिकारलाई लागू गर्नका निमित्त जसरी हाम्रा छोरी चेली र हामी महिलाहरू सडकमा उत्रिएका छौँ, त्यो अधिकार दिएर मात्र होइन, त्यो लागू गर्न हिँडेका हरेक नारीहरूले चाहिँ आफू सुरक्षित छु भन्ने चाहिँ महसुस गर्न पाउन् भन्ने हिसाबले चाहिँ आज हामी सरकारलाई घचघचाउनका निम्ति सडकमा उत्रिएका छौँ।